आज जुन यो जनसागर हामीले चाहिँ यहाँ प्रस्तुत गरेका छौँ, हाम्रो उपस्थितिले सिंहदरबार तथा सातै प्रदेशको मुख्यमन्त्रीको कार्यालय थररररर काबेको हुनुपर्छ साथीहरू। यसलाई हाम्रो कमजोरी नसोचियोस्। सार्वजनिक यातायातलाई प्रभावित पार्ने गरी गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएको भन्दै 16 गतेदेखि नै गण्डकीका यातायात व्यवसायी आन्दोलनमा छन्। प्रदेशभित्र सार्वजनिक सवारी थन्क्याएर आन्दोलन जारी राख्दा संघीय राजधानी काठमाडौँमा पनि शनिबारदेखि व्यवसायीहरू आन्दोलित भएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 जारी गर्दै राजपत्रमा प्रकाशित गरिसकेको छ भने अन्य प्रदेशमा पनि नियमावली पारित गरिँदैछ। बागमती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन 2075 को दफा 13 को उपदफा 4 तत्काल खारेज गर्न राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। ऐन फिर्ता नभए जेठ 19 देखि देशव्यापी रूपमा नै आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। काठमाडौँ लगायतका शहरहरूमा राइड सेयरिङ सञ्चालन भएको वर्षौं भइसक्दा पनि कानून बन्न सकेको थिएन। कानून बन्न नसक्दा भाडाका सवारी र राइड सेयरिङ कम्पनीबाट सञ्चालित सवारी बीच बेला बेलामा तनावको स्थिति हुँदै आएको छ। सरकारले नै निजी सवारीले पनि यात्रु बोक्न सक्ने गरी राइड सेयरिङ नियमावली नै ल्याएपछि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। सार्वजनिक सवारीको सेवा प्रभावकारी नहुँदा पछिल्लो समय नागरिकले राइड सेयरिङ एपलाई उपभोग गर्ने क्रम बढिरहेको छ। राइड सेयरिङ एपको उपयोग बढेपछि प्रदेश सरकारले पछिल्लो समय ती एपलाई पनि कानुनी दायराभित्र ल्याउनका लागि कानून निर्माण गरेका हुन्। यसअघि कालो नम्बर प्लेटका सवारीले मात्रै यात्रु बोक्न पाउने कानुनी प्रावधान थियो। अब निजी सवारीले पनि यात्रु बोक्न पाउने प्रावधानले व्यवसाय सङ्कटमा पर्ने उनीहरूको भनाइ छ। व्यवसायीहरूको जायज मागका विषयमा सरकार गम्भीर हुनु नै पर्छ, तर नागरिकको सहज सेवालाई नै निषेध गर्ने गरी मागहरू तेर्स्याउनु जायज पनि होइन। आज संसारका विभिन्न देशहरूमा राइड सेयरिङ सुविधा रहेको छ। त्यसैले सार्वजनिक यातायात व्यवसायीहरूले पनि नागरिकलाई सहज सेवा दिने गरी प्रविधिहरूको भरपूर प्रयोग गर्नु आवश्यक देखिन्छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेज्यू, तपाईहरुलाई म प्रश्न गर्छु, यो नेपालमा कालो प्लेट चाहिँ सार्वजनिक जनता दुनियाँले चढ्ने यातायात बनाउनु भएको हो कि तपाईहरुको विरोध गर्न, तपाईहरुको अन्त्य गर्नको लागि कालो प्लेट राख्नु भएको? यदि तपाईहरुले कालो प्लेट भनेको तपाईहरुको अन्त्यको विरुद्धको आन्दोलन गर्ने हो भने तयार भएर बस्नुहोस्, हामी त्यसमा पनि तयार भएर अगाडि बढ्छौँ।